विश्व लिम्बूको अन्तर्वार्ता अथवा उनले सोसल मिडियामा भनेका कुराहरू किन यसरी चर्किँदै गइरहेको छ? एउटा पत्रकार भइसकेपछि चाहे त्यो राष्ट्रिय स्वतन्त्र पार्टी होस् अथवा जुनसुकै होस्, प्रश्न गर्नु पाउनु जायज हो। प्रश्न गर्ने क्रममा केही कथाचित शब्द तलावमाथि हुन्छ। पर्फेक्ट कोही पनि छैन, भगवान कोही पनि छैन। तर म चाहिँ विश्व लिम्बूको सपोर्ट लिन्छु। उनले खबरदारी गर्न पाउनुपर्छ। उनले राष्ट्रपतिलाई मात्रै नभएर जुनसुकै पार्टी होला, उनी माटोको निकटतम पत्रकार होला अथवा स्वाभाविक रूपले उनी हर्क साम्पाङलाई सपोर्ट गर्लान्। भोलि सत्तामा हर्क साम्पाङ पुगेपछि उनले यो क्वेसन हर्क साम्पाङलाई पनि राख्नुपर्छ, राष्ट्रपतिलाई पनि राख्नुपर्छ, एमालेलाई, राप्रपालाई, सबैलाई राख्न पाउनुपर्छ। म विश्व लिम्बूको सपोर्टमा बोल्छु। उनले प्रश्न गर्न पाउनु पर्छ। उनले प्रश्न गरेकै भरमा त्यो परिवर्तन आउने होइन। तर एउटा सामान्य व्यक्ति, सामान्य जीवनयापन गरिरहेको व्यक्तिले बुझ्ने भाषामा उनले प्रश्न गर्न पाउनु अधिकारको कुरा हो। तर सोसल मिडियालाई ट्रेन्डमा ल्याएर आफू भाइरल हुनको लागि बाहिरी तत्त्वहरूले विश्व लिम्बूलाई एउटा चपेटामा पारिरहेका छन्। यसको चाहिँ म फेरि घोर विरोध गर्छु। धन्यवाद।